सफलता भनेको आखिर के हो? आज हामी एउटा यस्तै रमाइलो व्यङ्ग्यात्मक कथाको चिरफार गर्दैछौँ। कथा छ एकजना प्रेत लेखकको, जसले आफ्नो विगतलाई धुलोमा मिलाएर सफलताको एउटा अनौठो शिखर चुमेको छ। यो कथाले सफलताको बारेमा एकपटक सोच्न चाहिँ पक्कै बाध्य बनाउँछ। एकछिन सोच्नुस् त, काठमाडौँको त्यो भिडभाड सडकमा अचानक वर्षौं पुरानो कोही मान्छे पुरै नयाँ अवतारमा अगाडि आएर उभिँदा के होला? हाम्रो कथाको पात्रलाई पनि ठ्याक्कै त्यस्तै भयो। हाम्रो कथाको नायकले त्यो चिटिक्क परेको मान्छेलाई चिनिहाल्यो। अरे, यो त उही मान्छे हो जसलाई उसले लगभग 20 वर्षदेखि बिर्सिन खोजिरहेको थियो। तर यो मान्छे यस्तो कसरी भयो? आँखा अगाडि उभिएको थियो एउटा बिल्कुलै फरक मान्छे। कपालमा बास्नादार तेल, कति पनि खुम्सा नपरेको कडा आइरन लगाएको लुगा अनि टिल्लिक्क टल्किने छालाको जुत्ता। यो त उसले चिनेको पुरानो झ्याउरे बिर्के हुनै सक्दैनथ्यो। यो परिवर्तनले कथामा एउटा गजबको रहस्य थपिदियो। ल, अब अलिकति समय पछाडि फर्कौँ है त। यो मान्छे वास्तवमा को थियो भनेर बुझ्न 20 वर्ष पुरानो काठमाडौँको गल्ली र भट्टीहरूमा एक चक्कर लगाउनै पर्छ। बिर्खे उति बेला काठमाडौँका भट्टीहरूको एक किसिमले विशेषज्ञ नै थियो भन्दा हुन्छ। काल्साको होटेलदेखि रामचाको भट्टीसम्म उसको एउटा पक्का रूट थियो। उद्देश्य एउटै, कतैबाट सित्तैमा एक पेग रक्सी पो हात लाग्छ कि। उसको गुजारा गर्ने तरिका पनि गजबकै थियो। ठूला हाकिमहरूलाई मख पारेर आफ्नो बेल तिराउने, उखानटुक्का सुनाएर माहौल नै रमाइलो बनाइदिने, सित्तैमा एक गिलास ऐलाका लागि ऊ जे पनि गर्न तयार हुन्थ्यो। उसको चलाखी र बोल्ने कला नै उसको सबथोक थियो। ल, अब फेरि वर्तमानमा फर्कौं, जहाँ यो काया पलट भएको बिर्खेले एउटा यस्तो प्रस्ताव राख्छ जसले कथालाई पुरै नयाँ मोड दिन्छ। हेर्नुस् त, यो परिवर्तन! कुनै बेला एक ग्लास ऐलाको लागि मान्छेको चाकडी गर्ने मान्छे आज महँगो स्कचको पटियाला पेग अर्डर गर्दै थियो। हाम्रो नायकलाई शङ्का त लाग्यो, तर कुरो के हो भनेर बुझ्ने उत्सुकताले उसले निम्तो नाइ भन्न सकेन। बिर्खेले त पुरै आत्मविश्वासका साथ निम्तो दियो, तर हाम्रो नायकको मनमा भने चिसो पस्यो। कतै यो पुरानो बिर्खेले फेरि उसैलाई बिल तिराउने जाल बुनेको त होइन? मोतीमहल जस्तो महँगो रेस्टुरेन्टभित्र सहरका गण्यमान्यहरूको बीचमा बसेर बल्ल बिर्खेको रहस्यको पर्दा उग्रिन थाल्छ। बिर्खेले आफ्नो पहिलो पेशाको खुलासा गर्छ, तर जसरी गर्छ त्यो सुन्दा त हाँसै उठ्छ। उसले जिगोलो पेशालाई एउटा दार्शनिक र भव्य सेवाको रूप दिन्छ। उसका अनुसार यो त पौराणिक कथामा आधारित महिला सशक्तिकरणको एउटा पवित्र काम रे, जहाँ ऊ स्वयं इन्द्रको भूमिकामा हुन्छ। क्या गजब! आफ्नो कुरामा दम छ भनेर देखाउन उसले पत्रिकाको एउटा समाचारको उदाहरण पनि दिन्छ। 45 लाखको कार! यो पेशा कति फाइदाजनक छ भनेर देखाउन यो आँकडा नै काफी थियो। तर उसको खास पेशा त अझै रोचक थियो र त्यसलाई प्रस्तुत गर्ने तरिका झनै गजब। उसले प्रेत लेखनलाई भगवान गणेशले सुरु गरेको एक पवित्र काम भनेर व्याख्या गर्यो, मानौ ऊ कुनै धर्मशास्त्र लेखिरहेको छ। ल हेर्नुस्, बिर्खेले त आफूलाई भगवान गणेशसँगै तुलना गरिदियो। उसको यो कुराले उसको बदलिएको व्यक्तित्व र अहङ्कारलाई छर्लङ्गै पार्छ। अब जब महँगो स्कचको नसा चढ्दै जान्छ, बिर्खेको त्यो भद्र देखिने मुखुन्डो बिस्तारै उत्रिन थाल्छ अनि बाहिर आउँछ उसको सफलता पछाडिको असली र तीतो सत्य। नसाको तालमा बिर्खेले देशमा सजिलै पैसा कमाउनेहरूको एउटा व्यङ्ग्यात्मक सूची नै बनाइदिन्छ। उसको सिद्धान्त अनुसार सजिलै पैसा कमाउने जम्मा 4 थरीका मान्छे छन् र तीमध्ये 2 त ऊ आफै भइहाल्यो। आखिरमा उसले आफ्नो पवित्र कामको पछाडिको रमाइलो रहस्य खोल्छ। खासमा त सबै मेहनत ग्राहकले नै गर्दा रहेछन्। उसको काम त केवल अलिकति फुलबुट्टा भर्ने, हिज्जे मिलाउने अनि त्यसलाई आकर्षक प्याकेजमा बेच्ने मात्रै रहेछ। उसको जीवनको अन्तिम सार यही उखानमा टुङ्गिन्छ। यो एउटै भनाइले जीवन र सफलताप्रतिको उसको पूरै दृष्टिकोणलाई प्रष्ट पार्छ। बिर्खेको कथा एउटा व्यक्तिको मात्रै होइन, यो आजको स्टोरी इकोनोमीको एउटा ऐना हो। यसले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोध्छ। कथाहरूको यो नयाँ बजारमा आखिर हाम्रो कथा कसले लेखिरहेको छ?